यो लगाएपछि म अलि हिन्डुल गर्छु, बेल लाउनु परेको छैन, औषधि खान पनि छोडिसकेँ मैले। मेन चाहिँ मेरो ढाड दुख्ने अनि खुट्टा दुख्ने, म हिँड्न नसक्ने, तलमाथि गर्न नसक्ने, सुतेपछि एक ठाउँबाट अर्को ठाउँ फर्काइदिनु पर्ने हैन। अनि एकदमै गाह्रो भएको थियो। मलाई अपरेसन गर्नु भनेर डाक्टरले, म धेरै ठाउँ हस्पिटल गएँ, औषधिहरू खाएँ। अब त्यही पेन किलर खायो, नदुख्ने खायो, निन्द्राको खायो हैन। अनि 15 mg को औषधिले पनि मलाई भएन। त्यसले गर्दाखेरि चाहिँ अनि म के गर्ने, अब यो मैले फेसबुक यताउति पनि हेरिराखेको थिएँ। अनि यो ओम थेरापी तेल चाहिँ म यो लगाएर ट्राई गर्छु भनेर भने, अनि यो ल्याइदिनु भयो। मैले पत्याकै थिइनँ क्या। अनि त्यसपछि यो तेल लगाएर 2 दिनमै मलाई अलिक राम्रो भयो क्या, रिलिफ भयो। म यो लगाएको दिनदेखि आज पनि मजाले सुते, हिजो आज पनि मजाले नै निदाउँछु, मजाले सुत्छु। अनि त्यसपछि फेरि मैले अर्को मगाएँ, गर्दाखेरि मैले 8-9 वटा मगाएँ। अहिले 2 महिना भयो मैले लगाएको। न्याउ नपुर्याइकन चाहिँ हुँदैन जे पनि हैन। अनि यो सुक्नु जालसम्म यसरी मजाले मालिस गर्नुस् अनि तातोमा बसेपछि अझ छिट्टो निको हुन्छ। अनि यो तेल चाहिँ एकदम राम्रो छ। मैले अहिले 8-9 वटा लगाएँ। मैले बाहिर पनि मेरो दिदीहरूलाई पनि पठाएको छु, अमेरिकामा पनि। प्रोडक्ट अर्डर गर्न आफ्नो नम्बर र ठेगाना मेसेज बक्समा छाड्नुहोस्।